हेलो गाइज, गुड मर्निङ अनि नमस्ते छोडले सबैजनामा है। र आज चाहिँ म बिहान टक्कसँगले बाइक निकालेर कहाँ जाँदैछु भने आज हामी डोनेसनको लागि जाँदैछौँ। र त्योभन्दा अगाडि मल्लेटाङ बजार गएँ अनि त्यस पछाडि पैसा निकालेँ एटिएमबाट। अनि टक्क हाम्रो हटिया बजार हुँदै हुँदै आर्मी क्याम्प हुँदै हुँदै म चाहिँ मोरङको उर्लाबारी तिर लाग्यौँ गाइस। र हामी चाहिँ मोरङको उर्लाबारीमा रहेको श्री नमुना बाल आश्रममा चाहिँ आज हामी सहयोग पुर्याउनुको लागि गइरहेको थियौँ। र बाटोमा चाहिँ यसो हल्का भिडियो बनाउँदै यसो हल्का भ्लगर बन्दै चाहिँ म हिँडिरहेको थिएँ। यसो चाहिँदो नचाहिँदो भ्लगर चिम्फु मगर। र यो चोक चाहिँ एकदम पुरानो चोक, हाम्रो जातिको मदन चोक भनिन्थ्यो भने हामी त्यस पछाडि त्यहाँदेखि चोकदेखि तल 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 हुँदै पत्रीसम्म जानुपर्ने थियो। र यहाँ तपाईँले देख्नु सक्नुहुन्छ एकदम ठुलो जातो छ है। त्यो भएर पनि हाम्रो लेटाङको जातेलाई जाते भनेको रहेछ है। र यो जातो कटेपछि चाहिँ हामी जङ्गल हुँदै लाग्नुपर्ने हुन्छ। र जङ्गलको बिचमा पनि म चाहिँ एकदम भ्लगर भइरहेको थिएँ जिब्रो निकाल्दै। र फाइनल्ली म चाहिँ पत्री बजार पुगेँ। र पत्रीमा चाहिँ रोड निर्माणको काम एकदम भइरहेको रहेछ र यस्तो थियो हालत। र म त्यहाँ चाहिँ रोकेर हाम्रो जग्गु दाई अथवा जगत मगर दाईलाई चाहिँ फोन गरेँ। र त्यस पछाडि म दाईलाई चाहिँ पत्रीको बस पार्कमा चाहिँ पर्खिराखेँ। र पर्खिँदा दिक्क लागिसकेको थियो होइन, किनभने दाई एकदम ढिलो आउनु भएको थियो। र पर्खिँदा एकदम भोक लाग्यो। र मैले त्यस पछाडि त्यहाँ छेउमा गएर सुरुमा भुइँकटर खाएँ, त्यस पछाडि वाटरमेलन खाएँ। र खाँदा पनि दाई अझै नआएर मैले अझै खाएँ। र मैले यो भिडियोमा हेरेँ, ओहो मैले त साह्रै गम खाएको रहेछु, भोक पनि लागेको थियो एकदम, त्यही भएर पनि होला है। र फाइनली चाहिँ हाम्रो हिरो दाई जगत मगर दाई स्कुटीमा सरर आउनुभयो र कट्नुभयो भने यो चाहिँ उर्लाबारीको मेन चोक हो। र उर्लाबारीको मेन चोकदेखि चाहिँ हामी तलतिर जानुपर्छ नमुना बाल आश्रम पुग्नुको लागि। र फाइनली हामी नमुना बाल आश्रम पुग्यौँ। र पुग्नु साथ त्यहाँको नानीहरूले चाहिँ मलाई बिर्सेको रहेछ, मायाच्छा गर्दै थियो होइन। अनि त्यहाँ हामी बस्यौँ, त्यहाँ आमा सबैजनालाई नमस्कार गऱ्यौँ। अनि मैले झप्प नगरेर पैसा निकालेर गड्डी देखाएपछि उहाँहरूले हामीलाई टक्क वेलकम गर्नुभयो। अनि त्यत्रो पैसा देखाएपछि वेलकम त गर्नै पर्यो, टिका सिका लाएर खदा लाएर भन्नु पनि कसरी होइन। उहाँहरूले यो भनेको माया देखाउनु भएको हो, म जस्ट जिस्केको हो गाइस। र त्यहाँ चाहिँ हामीले पैसा दिँदाखेरि चाहिँ उहाँहरूले बिल पनि हामीलाई थमाइराख्नु भएको थियो भने हामीले पैसा पनि दिइरहेको थियौँ। र आज चाहिँ गाइस हामीले यो सहयोग गर्दाखेरि चाहिँ रु 1,56,500 सहयोग क्यास पर्ने थियो भने 15,000 एक्स्ट्रा हाम्रो जग्गु दाईबाट चाहिँ खानाको पनि सहयोग थियो आज, चिकन खाना। र मैले सम्पूर्ण सहयोगदाताहरूको नाम पनि त्यहाँ दिएँ। अनि त्यस पछाडि हल्का भाषण पनि दिएँ र सबैजनालाई माया पनि दिएँ होइन। अनि त्यस पछाडि हाम्रो सहयोगदाताहरूलाई चाहिँ हाम्रो नानीहरूले धेरै माया दिनुभएको छ, यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि त्यस पछाडि हामी लाग्यौँ खाना खाने ठाउँतिर, जहाँ चाहिँ नानीहरू अलरेडी खाना लिएर बसिसक्नु भएको थियो, किनभने उहाँहरू एकदम भोकै पनि सक्नु भएको थियो होइन। हामीलाई पर्खिराख्नु भएको थियो उहाँहरू। र यहाँ चाहिँ आधी नानीहरू मात्रै छ है। लास्ट टाइम म आउँदाखेरि एकदम धेरै नानीहरू थियो। र आधी नानीहरू चाहिँ बोर्डिङ पढ्नु चाहिँ गइसकेको र उनीहरूलाई चाहिँ ढिलो भएर चाहिँ उहाँहरू चाहिँ खाना खाएर पनि गइसक्नु भएको थियो। र तपाईँले देख्न सक्नुहुन्छ गाइस यो नानीहरूलाई है, एकदम यहाँ आएपछि चाहिँ मै पनि भावुक हुन्छु, किनभने हाम्रो पो आमा बाबा थियो है, जसले हामीलाई हुर्काउनु भयो। उहाँहरूको त कोही पनि छैन है। त्यही भएर पनि म फेरि पनि यो ठाउँमा चाहिँ सहयोग लिएर आइपुगेको छु है। र म चाहिँ यसो त्यहाँ डुल्दै नानीहरूलाई यसो नामहरू सोध्दै थिएँ, तर नानीहरू एकदम मस्केर भागिरहेको थियो। र देख्न सक्नुहुन्छ हाम्रो प्यारो जगत दाईले नानीहरूलाई खाना पनि बाँड्दै हुनुहुन्थ्यो। र हामी चाहिँ टक्क 3जना फोटो खिच्यौँ। अनि त्यस पछाडि हामीलाई नि भोक लागिरहेको थियो, अनि हामीले नि भात खायौँ, अनि एकछिन गफ गरेर सबैलाई बिदा मागेर जाँदै मात्रै थियौँ। त्यहाँको नानीहरूले टाढोबाट बाई गर्दै थियो हामीलाई, एकदम खुसी लाग्यो। अनि मैले जगत दाईलाई पनि बाई भने, मैले तपाईँलाई पनि बाई भने अब है। र तपाईँले नाम लिस्ट चाहिँ यहाँ देख्न सक्नुहुन्छ है सहयोगदाताहरूको। थ्याङ्क यू, आई लभ यु एभ्री वान।